वेलकम टु हाम्रो खबर www.hamrokhबर.com सिमोन चेपाङ। दर्शकबिन नमस्ते सम्पूर्णमा म सिमोन चेपाङ आज पनि फेरि हाम्रो खबरको साथमा उपस्थित भइसकेको जानकारी गराउन चाहन्छु। आज भने म चितवनको कालिका नगरपालिका वडा नम्बर 10 सिद्धि बजारबाट थोरै टाढा पहाड जुन नान्दर भन्ने ठाउँमा छु। विशेष मलाई चेपाङ समुदायको रहन सहन संस्कार संस्कृति र चेपाङ समुदायको विकासको बारेमा बुझ्नलाई मन लागेको थियो। जहाँ बुझ्नका लागि चेपाङ समुदायमा आउने क्रममा जहाँ यही समुदायको एक व्यक्ति भेटेको छु जो उहाँको नाम हो बुद्धमान चेपाङ। उहाँसँग मैले के भनाखुसारी गर्नेछु, उहाँसँग कुराकानी गर्नेछु। यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला अनि लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। हुन्छ, हामी उहाँलाई स्वागत गर्नेछौँ। स्वागत छ हजुरलाई। धन्यवाद। हजुरको थोरै परिचय दिनु पर्यो। मेरो नाम बुद्धमान चेपाङ। हजुर, अनि हजुरको घर परिवारमा को हुनुहुन्छ? मेरो घर परिवारमा अब छोरा छोरी श्रीमती छन्। छोरा कति भाइ र छोरी कति बहिनी? मेरो छोरी एउटा, छोरा दुईटा। अनि उहाँहरूलाई चाहिँ पढाइराख्नु भएको छ? अब अहिलेसम्म अब जेन तेन पढाइरहेको छौँ। हजुरले गर्ने काम त किसान नै हो। किसानै। यो ठाउँमा चाहिँ अहिले चाहिँ प्राय सदाभरको समयमा चाहिँ कुन कुन फलफुलहरू होइन, कुन चाहिँ खेती किसान केही कृषिहरू केही त्यही त होला नि होइन? अब कृषि भर्खरै सुरुवात गर्ने कि भनेर अब यसो अब 7 दिनको तालिम लिएर सुरुवात गर्दैछौँ। हजुर। त्यो सफल कतिको गर्न सकिन्छ। हजुर। कालिका नगरपालिकाले नै अब टर्नेल प्लास्टीहरू दिएर हजुर यहाँ सुरुवात गर्ने भनेर चाहिँ तालिम लिँदै हो। हजुर। अब सफल गर्न सकिन्छ सकिँदैन अब भर्खर सुरुवाती अवस्थामै छ। त्यसको चाहिँ रिजल्ट पर्खिने तर्खरमा हुनुहुन्छ। अहिले चाहिँ घर परिवारमा प्राय एउटा चेपाङ समुदायमा चाहिँ विशेष लगाइने खानेकुराहरू चाहिँ होइन, लगाइने पोसाक खानेकुराहरू अब त्यो त अलिकति अरूभन्दा अलिकति थोरै फरक पाइन्छ। किनभने हाम्रो चेपाङ समुदायको पनि थोरै कल्चर संस्कार संस्कृति चाहिँ थोरै फरक हुन्छ होइन त हजुर? अनि हजुरको चाहिँ एउटा मैले बुझ्न लागेको कुरा, हजुरको आर्थिक अवस्था चाहिँ कस्तो छ होला? आर्थिक अवस्था त धेरै नै कमजोर छ। अब बाहिर कमाइ गर्न निस्किन सकेका छैन। अब घर परिवारमा पनि अलि दुःख बिरामी हुन्छ धेरै, त्यही कारणले अब बाहिर निस्किन पनि सकेका छैन। हजुर। त्यही कारणले आर्थिक अवस्था चाहिँ धेरै नाजुकै छ। आर्थिक धेरै नाजुकै? हजुर। एउटा गाउँमा विकास पनि अलिकति कमजोर रहेछ। विकासको क्रम अब बिस्तारै हुँदै हो कि अब खै कमजोर भन्ने के हो मैले बुझ्न चाहिँ सकेका छैन। चितवनको एक मात्रै ठाउँ होला जुन यो नान्दर भन्ने ठाउँ आजसम्म लाइन छैन रहेछ है? छैन। त्यही त, लाइन छैन, खानेपानीको राम्रो व्यवस्थापन रहेनछ। हजुर। अलिकति दुःख लाग्छ होला नि यो ठाउँमा यसरी लाइन नआउँदाखेरि। जुन यो क्षेत्र नम्बर 2 त हाम्रो रविलामी छानेज्यूको क्षेत्र हो है? हजुर। जुन उहाँको क्षेत्र जुन यो ठाउँ नान्दर भन्ने ठाउँ र चितवनको यस्तो ठाउँ पनि छ आदरणीय दर्शकबिन्दहरू जहाँ आजसम्म लाइन पनि छैन। आजसम्म हजुर त त्यही अँध्यारोमा बस्नु भएको छ त है? यहाँ आधेरै छ सर। त्यही त नि, अब यहाँ चाहिँ प्रयोग चाहिँ के को गर्नुहुन्छ? हजुर। प्रयोग के को गर्नुहुन्छ? बेलुका सुत्ने बेलामा राति प्रयोग यहाँ अब सरकारले नै अब वडाबाट दिएको सोलरहरू, त्यो पनि अब धेरै वर्ष भइसक्यो, अहिले झिमिक बल्ने अवस्थाको भइसक्यो सोलर। ओहो, भनेपछि त्यसको चाहिँ ब्याट्री चाहिँ ड्यामेज, पावर चाहिँ सकिने बेला भइसक्यो। एउटा विशेष नेताहरू त आउनुहुन्छ होला नि भोट माग्नलाई कहिले कसो? अब नेताहरू त आउनुहुन्छ, अब झन्डा लिएर हिँड्नुहुन्छ तपाईँ पनि? अब खै अब हिँड्न त हिँड्ने गरिन्छ अब चुनावको बेलामा। अब हाम्रो समुदायलाई आएर यसरी फकाइ गरेपछि त हामी त मान्नु पर्यो सोझो मान्छे न हो होइन? विशेष हजुरको पनि इच्छा चाहिँ के रही? इच्छा चाहिँ अब यही लाइन आउनु पर्यो होइन, यहाँ चाहिँ यहाँका जनताले चाहिँ रोजगार पाउनु पर्यो भन्ने चाहिँ तपाईँको इच्छा रहेछ होइन? हजुर। यहाँ सबभन्दा त हेर्नुहोस् लाइनकै कमजोरी छ। किनभने अब हाम्रो बालबच्चाहरू अब होमवर्क गर्नुपर्छ एकदम। यहाँ होमवर्क गर्ने अवस्थामा चाहिँ त्यो बत्ती झिमिक हुँदाखेरि बच्चाहरूलाई धेरै गाह्रो भइरहेछ। त्यसै कारणले यो विद्युतको चाहिँ हाम्रो चाहिँ
एकदमै हुनुपर्ने चाहिँ चाहिने चिज जुन बालबच्चाहरूको निम्ति चाहिँ लेखाइ पढाइमा चाहिँ बत्ती नभइकन चाहिँ आँखा देख्दैन एकदम राति त हजुर त्यही कारणले एकदम यो बत्ती चाहिँ हुनुपर्ने अहिलेसम्म भइरहेको छैन। चाहिँ यो भिडियो चाहिँ सबैजनाले हेर्नुपर्ने छ। तपाईँहरू सबैजनाले चाहिँ लाइक कमेन्ट सेयर गर्न चाहिँ नभुल्नु भन्न चाहन्छु। किनभने चितवनको यस्तो ठाउँ जहाँ पहिलो ठाउँ होला यो मैले देखेको, जहाँ आजसम्म लाइन पनि छैन, जुन यो ठाउँमा चाहिँ विशेष विकास चाहिँ गर्नुपर्ने छ। यहाँका वडा अध्यक्षहरू, वडा सदस्यहरू होइन धेरै हुन्छ नि त, हाम्रै पनि यहाँ स्थानीय तहका पनि तहमा पनि छन्। उहाँहरूले पनि थोरै ध्यान आकर्षण गरेर चाहिँ विकास गर्नतर्फ चाहिँ लाग्नुपर्छ होला। त्यो त हो। अब खै हाम्रो वडा अध्यक्षज्यूले भन्नुहुन्छ यो विद्युत के भइरहेछ दाइ भन्दाखेरि यो प्रक्रिया भइरहेछ, यसको प्रक्रिया अलि ढिलो रहेछ। पहिलेको ठेकदारले गर्नुपर्ने अब ठेकदार अब भाग्यो यहाँ सकिँदैन भनेर नै ऊ भाग्यो सकिँदैन भनेर चाहिँ आएन भन्ने कुरा भयो। त्यसै कारणले अब खै ढिलै भइरहेछ यहाँ लाइन आउनु। एकदम हामीले किनभने यहाँ सिद्धि बजारदेखि हामीले लगभग काँतै खुइलिने गरी सिद्धि बजारमा ल्याएर अब ट्र्याक्टरमा बाटो चल्दाखेरि त ट्र्याक्टरमा ल्याएर पुर्याइयो हजुर वडा अध्यक्षको मातहतमै। किनभने त्यसपछि त पोल पुगेन बिचमा, हजुर नपुगेपछि हामीले सिद्धि बजारको चाहिँ बगर एरियामा राखेको पोल हामीले वहीँबाट बोकेर हजुर ल्याएर चाहिँ त्यहाँ तल फेरि मसाल घारी डाँडामा हामीले पुर्याइयो। एउटा पोललाई चाहिँ हामीले चाहिँ 5-6 जना लाएर काँतै खुइलिने गरी चाहिँ बोकेर त्यो अवस्थाको गरेर हामीले पोल तर ठड्याएको हो। तर अहिलेसम्म लाइन नआएको चाहिँ एकदम दुःखदायी नै छ। किनभने हाम्रो लागि त केही थिएन, अब सबभन्दा बालबच्चाको लागि बालबालिकाको अधिकार हनन भयो। किनभने यहाँ पढ्न अब होमवर्क दिन्छन् टिचरले होमवर्क दिइसकेपछि त हाम्रो बालबच्चा त अब होमवर्क त लेख्न पर्यो। बिहान पखेत भ्याउँदैन, बेलुका नै चाहिँ निन्द्रा नआइन्जेल बालबच्चा पढ्ने लेख्ने त गर्छन्। हामीले पनि चाहिँ ल के छ दिने होमवर्क दिया होला गर भन्नु पर्यो। तर त्यो बेला चाहिँ बत्ती छैन भने बालबच्चाले कसरी गर्ने। त्यही कारणले सोलर धेरै कमजोरी अवस्था झिमिक हुने भइसक्यो। अब अहिले बर्खाको टाइममा घाम लाग्दैन, पानी मात्रै परिरहेछ, त्यो कारणले धेरै गाह्रो छ यहाँ बत्तीको लागि चाहिँ। त्यही त है। अब पहिलो कुरो त यहाँ अब लाइन छैन। अब पछिल्लो कुरा दोस्रो कुरामा गर्ने हो भने बाटो राम्रो रहेनछ। अब अहिले चाहिँ यहाँ अब एम्बुलेन्स पनि चल्दैन, बाइचान्स बिरामी भइहालेछ भने कुनै गाडी चल्दैन। अब यहाँ कोही गाउँमा कोही बिरामी भए, कोही हजुरको आफन्तहरू बिरामी भए होइन, समाजमा कोही व्यक्तिको चाहिँ होइन अलिकति गाह्रो अवस्था भए, हस्पिटल लानुपर्ने अवस्था भए कसरी चाहिँ लानुहुन्छ यहाँबाट? हाम्रो चाहिँ यहाँ अब झोलुङ्गा मार्फतै हो। अहिले अब गाडी बोलाउन भन्दा पनि अब बाटो काम छैन, बर्खा महिनामा गाडी नै खोलाइ तर्दैन। त्यही कारणले हामीले चाहिँ ल साथी हो अब यसरी दुःख बिरामी भयो भनेर समाचार सुन्यो भने आफन्त परे पनि आफ्नो परे पनि हामीले चाहिँ झोलुङ्गा बनाएर साथीहरूको सहयोग मागेर चाहिँ हामीले हस्पिटल पुर्याउने काम गर्छौँ। हस्पिटल झोलुङ्गामै लाने हो? झोलुङ्गामै लाने हो। अब हिउँदो महिनामा बाटो स्वारेपछि अब माघ फागुनतिर त अब चल्छ नै, एम्बुलेन्स आइपुग्छ। तर अहिलेको अवस्थामा त दुःख बिरामी पर्यो भने हामीले झोलुङ्गाइमा हो। ओहो दर्शक पनि हेर्नुहोस् त, यस्तो दुःख रहेछ यो ठाउँमा, जहाँ सरकारले चाहिँ ध्यान आकर्षण गर्नु पर्यो। यो ठाउँको लागि चाहिँ विशेष हेरिदिनु पर्यो, हजुरहरूले विकास गरिदिनु पर्यो। जहाँ जनतालाई खोक्रो भाषण मात्र किन दिनुहुन्छ होला, जहाँ यति दुःख रहेछ यो ठाउँमा। आज यसो हेर्दै आउने बेलामा यो बाटोघाटो हेर्दै आउने बेलामा गाउँ साह्रै रमाइलो, तर विकास धेरै कमजोरी देखियो कि। त्यही भएर हजुरले यसो हेर्ने बेलामा अनि हजुरको बारेमा बुझ्ने बेलामा चाहिँ बुझ्यौँ हामीले। जहाँ बुझ्ने क्रममा चाहिँ हजुरको बारेमा
थोरै कुरा थाहा पाएपछि चाहिँ हजुरको थोरै भिडियो बनाऊ कि भनेर हामीले यहाँ हजुरसँग बोलचाल गरिरहेका छौँ अहिले है। अब अरू कुरा त अब यस्तै हो, गाउँठाउँमा छोराछोरीले अहिले कहाँ पढ्छन् होला, अहिले त बार्खा मास छ, भलबाडी आउँछ होला, खोला त कसरी तरेर पढ्न जान्छन्, डाँडावारी पारी होला पक्कै पढ्ने है। त्यो त हो। अब तल सिद्धिमै हो, किनभने यहाँ सानो छोरा यहीँ नान्दर प्राविमै पर्छ। तर दुईटा छोरा, ठुल छोरा र एउटा ठुल छोरी चाहिँ तल सिद्धिमै हो। होस्टेलमा पढ्छन् कि? सिद्धि मावि होस्टेलमा पर्छ। हजुर। उहाँहरूलाई चाहिँ प्रदेश सरकारले सहयोग गरेको केही पैसाले होस्टेलमा राख्ने व्यवस्था सरहरूले मिलाएको कारणले यो बर्खा टाइममा चाहिँ भइरहेको छ सजिलै। अब चाहिँ बजेट सकिन लाग्यो चाहिँ अब घरबाट धाउनु पर्ने अवस्था आउँछ होला भनेर बालबच्चाले भन्दैछ। किनभने यहाँ हामीलाई 2 दिन सिद्धि हिँड्न पऱ्यो भने एकदमै गाह्रो छ, हिँड्न असजिलो हुन्छ। अब 1.5 घन्टा कसेर हिँड्न पनि हामीलाई लाग्छ बजार झर्न, बजार सिद्धि बजारदेखि आउन। त्यसै कारणले बालबच्चाले अब सधैँभरि वर्षौँभरि धाएर हिँड्नु गाह्रै छ। गाह्रै छ नि। यो सरकारले अहिले चाहिँ प्रदेश सरकारले केही रकम सहयोग गरेर चाहिँ होस्टेलमा राखेको अवस्था छ एकदम। अब खै फेरि बजेट सिद्धिसक्यो, अब चाहिँ गाह्रै होला। अब फेरि अर्को नयाँ बजेट नआइकन पारित गर्नुपर्ने, त्यो होस्टेलमा बस्न पाउँदैन होला भनेर बालबच्चाले भन्दैछ। मलाई एकदमै कसरी हुन्छ होला, अब त्यत्रो उकालो ओह्रालो अब भनेर चिन्ता लागिरहेको छ एकदम। हजुरले चाहिँ कति कक्षा पढ्नुभयो होला? अब मैले त अब अलि टाढै थियो स्कुल पनि, उहाँ देउजर जानुपर्ने, त्यही कारणले उकालो ओह्रालो धाउन पनि गाह्रै भयो त्यो बेलामा। अब त्यसपछि सानै उमेरमा मैले चाहिँ पढाइ चाहिँ छोडिदियो, छोड्नु बाध्यता है। हजुरले विवाह चाहिँ कति वर्षमा गर्नुभयो? अब विवाह मेरो त्यही हो, अब चेपाङ समुदायमा सानैमा विवाह गर्ने चलन थियो पहिले एकदम। अहिले चाहिँ छैन, त्यो हटिसक्यो। अब त्यो बेलामा मैले 18 वर्षको उमेरमा गरेको थिएँ बिहे। लगभग त्यो बेलाको 18 वर्ष भनेको छिप्पिसक्यो भन्छन् हाम्रो समुदायले है। हजुर त्यही हो। दर्शकबिन यस्तो यस्तो दुःखको कुरा सुन्दा आँसु आउँछ आँखामा, जहाँ जनताहरू यति दुःख गरिरहँदाखेरि, जनताले यस्तो दुःख भोगिरहँदाखेरि हाम्रो नेताजीहरू पक्कै खट्नुपर्ने अवस्था थियो होला। यो जहाँ यो ठाउँमा धेरै विकास गर्नुपर्ने देखियो, जहाँ यो ठाउँमा बसेर जहाँ सङ्घर्ष गरिरहेका हाम्रा चेपाङ समुदायका आमाबा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, उहाँ जस्तो व्यक्ति त धेरै हुनुहुन्छ होला दुःख पाएका यहाँ है। गाह्रै छ, यहाँ धेरैजनै छन्। अब कमाउन सक्नेले अब कमाएर खाइरहेको छ, अब नसक्नेले जसो तसो आफ्नो जे छ त्यसमै रमाएर खाइरहेको छ एकदम है। त्यस्तो तपाईँको यो अफ सिजन जहाँ अहिले त मकै पाक्यो होइन, अहिले त मकै पाक्यो र अब खाना पाइन्छ, मकैको नयाँ मकैको खाना होइन, मकै भात ढेँडो यताउता खान पाइयो। यो अफ सिजनमा यो मकै नभएको समयमा चाहिँ खाँदा यदि अन्न बाली सकेको खण्डमा चाहिँ तपाईँले के प्रयोग गर्नुहुन्छ खानेकुरामा चाहिँ? अब खानेकुरामा त अब साउसँगै चाहिँ पैसा खोजेर हुन्छ कि जसो तसो ऋण गरेर हुन्छ। आफूलाई अब बालबच्चालाई भोक राख्न त भएन। त्यसैले चाहिँ हामीले पैसा खोजेर भए पनि यो मकै कोदो सिद्धिहाल्यो भने हजुर अब बजारबाटै किनेर खाने हुन्छ हाम्रो। त्यस्तो है। अनि जङ्गलतिर यता कन्दमूलहरू, भ्यागुरहरू, गिथा भ्यागुर खोज्नेतिर त्यस्तो अवस्था चाहिँ अहिले थोरै छैन। थोरै चाहिँ छैन। आफूलाई खानु मन लागेको बेलामा त्यो खोज्ने जारी हुन्छ। त्यस्तो। त्यो त औषधिको रूपमा पनि प्रयोग गरिन्छ अहिले त है, गिथा भ्यागुर। त्यो बेलामा चाहिँ हाम्रो समुदायले चाहिँ गरिब हो भनेर खान्थ्यौँ, अनि अहिले त औषधिको रूपमा पनि त प्रयोग गर्छन् है। त्यो होला, अब अनुसन्धानले दबाई भनेर औषधि भनेर पत्ता लगायो होला। अब पहिले चाहिँ अब भोकमरीको समयमा खोजेर धेरै खाने चाहिँ चलन थियो। हजुर। अहिले चाहिँ बिस्तारै त्यो हट्दै गएको छ।
हजुर अब जेन तेन चलिरहेछ भने दुःख त जसरी गर्नै पर्यो पर्यो दुःख त गर्नै पर्यो। विशेष हजुरसँग भेटेर खुसी लाग्यो। यहाँको दुःख सुख रहनसहन पहिचानको बारेमा थोरै बताइदिनु भयो। धेरै धेरै धन्यवाद हजुरलाई। हजुर जहाँ अन्तिममा जाँदा के भन्न चाहनुहुन्छ हाम्रो दर्शकबिनहरूलाई? अब दर्शकबिनहरूलाई हामी अब यहाँ विकासको लागि चाहिँ ठुलो बत्तीको अवस्था नाजुक छ। हजुर यहाँ चाहिँ बत्ती पुर्याइदिनु भने यो सरकार मार्फत सरकारलाई पनि ध्यान आकर्षण गराउन चाहन्छु। एकदम किनभने हाम्रो स्थानीय सरकार त छँदैछ, एकदम किनभने ढिलो चाँडो भइरहेको छ। यसलाई छिटो पहल गरिदिनु भने म अनुरोध गर्न चाहन्छु। हुन्छ, आजको लागि हामी छुट्टिन्छौँ है त। धन्यवाद।